म एउटा कहानी सुनाउन चाहन्छु, अन्तिमसम्म सुन्नुहोला। एउटा गाउँमा एकजना अन्धी महिला थिइन्। त्यो महिलाको दुईटै आँखा थिएन, जसको कारण उसको छोरालाई उसको विद्यालयमा अन्धीको छोरा भनेर बोलाउने गर्थे। सबैले अन्धीको छोरा भनेर बोलाएको सुन्दा छोरालाई इरिटेट हुन्थ्यो, रिस उठ्थ्यो र घरमा आएर आमासँग कराउँथ्यो, आमालाई गाली गर्थ्यो, झर्किन्थ्यो कि मलाई सबैले अन्धीको छोरा भन्छन्, किन हजुर अन्धी भएको भनेर आमासँग कराउँथ्यो। आमा अन्धी छ भनेर आमासँग कतै जान पनि मान्दैन थियो र आमासँग बसेर खाना पनि मान्दैन थियो। आमा अन्धी भए पनि छोरालाई पढाएर लेखाएर म ठुलो मान्छे बनाउँछु भन्ने आमाको सपना थियो र आमाले छोरालाई पढाइन्, लेखाइन्, ठुलो मान्छे बनाइन्। छोराले कम्पनी खोल्यो, बिजनेसम्यान बन्यो, अफिस खोल्यो। तर विडम्बना के भयो भन्दा छोराले आमालाई छोडेर एक्लै बस्न थाल्यो र उसले आमालाई छोड्यो, एक्लै बस्न थाल्यो। अब आफ्नै कम्पनी खोल्यो, अफिस खोल्यो। धेरै समय पछिको कुरा हो, एउटा बुढी आमा त्यसको अफिसको गेटमा आइन् र गेटमा बसेको पालेलाई सोधिन्, बाबु तिम्रो मालिकसँग मलाई भेट्न मन छ, तिम्रो मालिक हुनुहुन्छ कि नै? र पाले भित्र गएर मालिकलाई भन्यो, एउटा बुढी आमा आउनु भएको छ, हजुरसँग मिल्न खोज्नु भएको छ सर, के हो भेट्नुहुन्छ, भित्र पठाइदिउँ कि नै भनेर भन्यो। र त्यो मालिकले इन्कार गर्यो, आज हुनुहुन्न भनेर भन्दे भनेर पालेलाई पठायो। र पाले बाहिर आएर त्यो बुढी आमालाई भन्यो, आमा आज मालिक हुनुहुन्न, अर्को दिन आउनुहोस् भनेर भन्यो। र त्यो बुढी आमाले हुन्छ बाबु, म अरू दिन आउँछु भनेर त्यहाँबाट त्यो बुढी आमा फर्किनु भयो। र एकैछिन पछि त्यो मालिक त्यो कम्पनीबाट निस्केर, अफिसबाट निस्केर घर जाँदै थियो। जाँदै गर्दा बाटोमा धेरै मान्छे ग्यादरिङ भएको देख्यो र आफू कारबाट झरेर हिँड्दै हिँड्दै गएर त्यहाँ हेर्यो। धेरै मान्छेको भिड थियो र बिचमा त्यही जुन त्यो मालिकलाई भेट्न आएकी बुढी आमा चाहिँ एक्सिडेन्टमा परेर मरिसकेको थिइन्। र गएर को रहेछ भनेर त्यो मालिकले चाहिँ समातेर पल्टाउँदाखेरि उसले चाहिँ आफ्नो आमाको अनुहार देख्यो। आफ्नो आमाको एक्सिडेन्ट भएको देख्यो र आमाको हातमा एउटा पत्र थियो। हातमा पत्र छोपेर, आमाको एक्सिडेन्ट हुँदाखेरि पनि हातमा पत्र रहेछ र त्यो पत्र खोलेर पढ्दाखेरि पत्रमा यो लेखिएको थियो, छोरा जब त सानो थिइस् त भाँडाकुटी खेल्दै गर्दा तेरो आँखामा सरिया लागेर तेरो दुईटै आँखा फुटेको थियो। मैले तेरो भविष्य नबिग्रियोस्, तेरो भविष्य उजाड नहोस्, अन्धकार नहोस् भनेर मैले मेरो आँखा तँलाई दान गरेको थिएँ। यति पढिसकेपछि, यो सुनेपछि छोराले आँखाभरि आँसु ल्याउँदै यति जोरले चिच्याएर रुन थाल्यो, कराउन थाल्यो, पछारियो, बङ्गारियो, तर आमा फर्केर आइन। साथीहरू हो, त्यसैले समय हुँदै सबैको मूल्य बुझ्न आवश्यकता छ।